अहिले भइराखेको फिफा वर्ल्ड कप 2026 इतिहासकै सबैभन्दा ठुलो वर्ल्ड कप बन्दैछ। तपाईँलाई थाहा छ यो कुरा? आजसम्मको सबैभन्दा महँगो एक्सपेन्सिभ वर्ल्ड कप अहिलेको हो र यसमा 48 वटा टिम्सहरूले पार्टिसिपेट गर्दैछन्। 104 वटा टोटल म्याचेसहरू हुँदैछ र टोटल टाइम पिरियड चाहिँ 39 डेज हुँदैछ। हिजोबाट स्टार्ट भयो, अब जुलाई 19 मा गएर फाइनल म्याच हुँदैछ। 3 वटा देशले होस्ट गर्दैछन्, युएस, क्यानाडा र मेक्सिको मिलेर। इन्ट्रेस्टिङ कुरा के भने 1970 मा र 1986 मा दुईचोटि वर्ल्ड कप अलरेडी होस्ट गरिसकेको छ मेक्सिकोले र यो सम्म गर्दाखेरि 3 चोटि वर्ल्ड कप होस्ट गर्ने पहिलो कन्ट्री बन्दैछ मेक्सिको। यो भन्दा अगाडिको वर्ल्ड कपमा 32 वटा टिम्सहरूले पार्टिसिपेट गरेका थिए भने यो पालि 48 वटा टिम्सहरू छन् र त्यो एक्स्ट्रा 16 वटा टिम्सहरू एड भए पछाडि फिफाले एउटा नयाँ एक्स्ट्रा नकआउट राउन्ड पनि एड गरेको छ, जसलाई राउन्ड अफ 32 भनेर इन्ट्रोड्युस गरिएको छ। अर्को सबैभन्दा इन्ट्रेस्टिङ कुरा के थाहा छ? नर्वेले 28 इयर्स पछाडि यो पालि फिफा वर्ल्ड कपमा पार्टिसिपेट गर्दैछ। अझै इन्ट्रेस्टिङ त के भन्दाखेरि नर्वेले सबै क्वालिफिकेसन म्याचेसहरू 100% जितेको छ। 8 वटा क्वालिफिकेसन म्याचेसमा 37 गोल गरेर नर्वेले धेरै राम्रो तरिकाले अगाडि बढेको छ भने अर्लिङ हाल्यान्ड एक्लैले 8 वटा म्याचमा 16 गोल गरेका छन्। अब हेर्न लायकको म्याच चाहिँ के हुन्छ भन्दा जुन 16 मा नर्वे भर्सेस फ्रान्सको म्याच हुँदैछ ग्रुप स्टेजमा, जुन चाहिँ एउटा सानोतिनो फेस्टिभल भन्दा कम हुनेवाला छैन। तपाईहरुमध्ये कतिजनालाई यो फ्याक्ट्सहरू थाहा थियो र तपाईहरु कुन कुन टिमहरूलाई सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस्।